चेक गर्नुहुन्छ कि पत्थर यहाँ आउनु चेक गर्ने न यो आइ छिटो छिटो दाइ हुन्न हुन्न हेलो गाइस वेलकम ब्याक टु माई च्यानल स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा। अब अहिले हामी चाहिँ म र शुभम यहाँ हस्पिटल आयौँ। बिहान बिहानले मलाई कल गरेर सन्चो छैन पेट दुखेछ भनेको थियो अनि म बाहिर थिएँ अनि फेरि म यसलाई सन्चो नभएर यसो आएँ। अब पेट लास्ट दुखिरहेको रहेछ त्यसको त्यही भएर यसलाई यहाँ हस्पिटल लिएर आएको। अनि सुरुमा भीम हस्पिटल त्यो सरकारी हस्पिटलमा गयौँ। त्यहाँ चाहिँ भएन एक्सरे हुन नगरे पेट समस्या कुनै पनि उपचार हुन नगरे। त्यसपछि यहाँ प्राइभेटमा चाहिँ यहाँ भिडियो एक्सरे के भन्नेमा ल्यायौँ। अब यसलाई एक्सरे गर्दैछ अनि फेरि भर्खर भन्नुभयो कि यसलाई पत्थरी रहेछ, दुई ठाउँमा रहेछ पत्थरी। अब केटो पर्यो बाहिरी खाना खाने पत्थरी छ भने केही हुन्न के भन्नुपर्छ। अब पेटमा दुईवटा सानो 3 mm हो कि कतिको छ, दुई ठाउँमा छ, दुईतिर छ। त्यो लास्टै पेट दुखेर आत्तियो एकदम। अब हल्का फेरि एकचोटि अब एकछिनपछि फेरि आउनु भने त्यही भएर यहाँ कुरिराखौँ। अब यसलाई कब ठिक हुन्छ थाहा भएन। अब के हुन्छ त्यही लेट्स होप सबै कुरा राम्रै होस्। मलाई पनि अलिअलि रुगा लाग्यो जस्तो भएछ, त्यही भएर अब के हुन्छ होला भन्दै गर्छु ल। डक्टरले चाहिँ धेरै पानी खानु अनि ठ्याक्क बाथरुम लाग्दाखेरि आउनु भनेको थियो, पिसाब लाग्दाखेरि। त्यही भएर अब पानी खा भन्यो, पानी नै खान सक्दैन गरे। पानी पिए न त नखाए पनि गाह्रो भइरह कतिको। ए त्यो 2 PM चेलेन्जले त होइन पिरो चाउमिन खायो के अरे त्यो 2 PM करेन्ट त्यहीले होइन त। अब पानी खा भन्दा पानी खान सक्दैन गरे, यस्तो छ हालत। सानै उमेरमा रोगी भयो बाबु, सानै उमेरमा रोगी भयो। पानी किनेको 25 मिनट भइसक्यो। मैले पनि एउटा बोतल लिएको थिएँ अनि मैले भ्याइसकेँ आफ्नो बोतल। मलाई डक्टरले नखान भने मैले पानी खाएर भ्याइसकेँ। अब यसले यस्तो हताल बाबू, जब खाओगे तो तब बढ़ोगे, कुछ भी नहीं खाओगे किधर से निकलेगा। जल्दी जल्दी पियो लो। हाँ नदुख्नलाई एकदम दुखिरह न खान्थ्यौ ए 1 घन्टा हुन लागिसक्यो यार। एकचोटि पनि पानी खाएन यार, पिसाब आएन। कस्तो मान्छे हो यार यो यार। यस्तो आउनु लाहा अब आउनु लाहा गरे। यत्रो बेर पानी खायो लास्टमा मुखदेखि निकालिदियो। यस्तो छ हालत। अहिले भन्छ बल्ल आएर अबदेखि एकदम के हुनुपर्छ गरे, अबदेखि पानी खानुपर्छ। पानी खानुपर्छ। अनि अरू के भन्थिस् नि अघि, के कन्सियस हुनुपर्छ गरे अबदेखि। हेल्थ कन्सियस हुनुपर्छ। हजुरले पनि हेल्थ कन्सियस हुनु भन्छ सबलाई। जसले भिडियो हेर्नु कति गाह्रो हुँदो रहेछ आफ्नो स्वास्थ्यलाई हेल्थ ट्राई गरेपछि कति गाह्रो भयो है। यदि परेपछि मात्र हो बाबु, अहिले त ठिक छ तँलाई एकदम स्वास्थ्य छ भने तँलाई केही फरक हुन्न भाइ। अब जसलाई पर्छ त्यसलाई हो नि त हो नि। अहिले मलाई त्यस्तो फिलै भएन, किन म परेकै छैन। तँलाई त्यो पऱ्यो तर त्यस्तो फिल भयो अहिले। जसलाई पर्छ त्यसलाई बुझ्छ क्या, बुझ्ने। त्यही भएर तपाईँहरूले पनि अब तपाईँहरूलाई के भन्ने, अब मै आफू त्यस्तै छु। अरूलाई इक्जाम्पल दिन भन्दा आफू नै ठिक हुनुपर्छ पहिला। तपाईँहरूलाई के भनौँ, म एनी टाइममा खाँदिनँ, बाहिर खान्छु। अब आफू पनि ठिक हुनु पऱ्यो। आफू पर्फेक्ट भएपछि बल्ल अरूलाई इक्जाम्पल दिँदा राम्रो हुन्छ। त्यही भएर अब म पनि सकेसम्म बाहिरको खाँदिनँ र टाइममा खाना खानुपर्छ। पानी जति सक्दो पिउनुपर्छ। पानी त जुन म खान्छु तर अलिक बाहिरको जुन खाइन्छ नि त बढी अलिक त कम गर्नु पऱ्यो। अबदेखि 1-1.5 घन्टा भइसक्यो, एउटा पिसाब आएन यार। त्यसलाई जसलाई आउनु पर्ने हो त्यसलाई आएन, मलाई जसलाई नआउने हो म आइरह। मलाई यस्तो गाह्रो भइरहेको म गएँ घर। पानी भ्याएर हुन्छ, बाथरुम किन आएन ल। म गएँ, म डक्टरलाई भनिदिन्छु म भोलि आउँछु हुन्छ। आयो पानी खाएको गरे भर्खरै घर आइयो। दही यति सानो उमेरमा मम्मी पत्थरी गऱ्यो मम्मी सानो उमेरमा। झन्
अझै खा चाउचाउ हान्छु लपेटा अहिले अझै पिरो पिरो खाना नखाने बसेर खाना खा भन आफूलाई अब भर्खरै आइयो हस्पिटलदेखि अब खाना खाँदैछौँ खानामा आज करी अनि यो चाहिँ आलु चनाको सब्जी दही र हाम्रो राइस र यही छ अब खाना खाइन्छ म्याच हेर्दै आज वर्ल्ड कप पनि रहेछ अब म्याच हेर्दै खाना खाइन्छ लगाइजहरू ल एउटाको हातमा उखु एउटाको हातमा सुन्तला पढ्दैन बसेर कहिले पढाइमा कहिले पनि ध्यान छैन अब बसेर पढ्ने जल्दी खाएपछि ल हेर्छु है कतिको मैले उता अरूको छतमा फाल्ने होइन फेरि यता डस्टबिनमा ल ल खाएपछि पढ्ने कतिको पढ्छु मैले हेर्छु है ल सबलाई हेलो नमस्ते भनेको खै हेलो दाइ बहिनीहरू दाइ भाइ तिमीहरूको साथी भाइ नमस्ते नमस्ते यो च्यानललाई सब्स्क्राइब गरिदिनु अनि लाइक गरिदिनु ल तिमीले केही भन्दैन हौ हेलो नमस्ते सब्स्क्राइब इङ्ग्लिसमा भन न सब्स्क्राइब इङ्ग्लिसमा के सबै कुरा हेलो नमस्ते सब्स्क्राइब ल A few moments later. यत्रो सानो लौका हो यत्रो अनि यत्रो यत्रो लौकी हो लौका र लौकी भन्ने थाहा भयो पत्थरी भयो लौकी खाऊ है के लाएर छोडिदियो जबरजस्ती गर्ने यस्तो जबरजस्ती होइन दाइ जबरजस्ती अनि होइन चेक गर्नुहुन्छ कि पत्थरी यहाँ आऊ के आउनु यहाँ चेक गर्ने न यो आइ छिटो छिटो दाइ हुन्न सुस्त चेक गर्नु चाहिँ सुस्त बस्नु ल कहाँ दुख्यो ल भनिदिनु त भनिदिइहाल्नु अङ्कल पत्थरी बाबा हो के पत्थरी बाबा होइन के हो गान्डु बाबा ए ल ल चेक कहाँनिर दुख्यो तिमीलाई ल देखाउनु मजाक नगर शुभम देखाउनु कहाँदेखि चाहिँ मान्नु त कहाँ अङ्कललाई भन्नु साँच्चै अङ्कल चेक गर्छ तपाईँको रिपोर्ट कहाँ रिपोर्ट ल्याएर दिनु त भर्खर बताइदिन्छु तपाईँलाई कहाँ भयो भनेर अरे कहना क्या चाहते हो? रिपोर्ट ल्याएर देखाउनु त कहाँ दुखेर भन् के खै अङ्कललाई चल झुटा खै अब बोटका सोटका ल्याउनु पर्यो है यसलाई पत्थरी अब के गर्नु त्यो जाय छुरी लिएर आएको दुइटा छु छुरी ल्याउनु शुभम त्यो ठुलो फ्रिजको साइडमा छ नि त्यो लिएर आएको ठिक हुन्छ कि कहाँ भाइको र ए कहाँ भाइको ओए कहाँ भाइको ओए कहाँ भाइको ओए भाग्ने न भाग्ने कहाँ भाग्न भाग्न त पाइदियो भाग्न भाग्न दिने हो मलाई ढिलो हुन्छ हुन्न मलाई ढिलो हुन्छ कि काम जान है ढिलो हुन्छ कि मलाई हुन्न केही हुन्न मजाले यहाँ टाउको दुख्न थाल्यो चाउको दुख्न थाल्यो अरू उज्जवल मै बस्छु नै हुन्न के हुन्न के डिस्केको क्या आफ्नो के आटाको थियो बौला जस्तो यहाँ बस्यो ल पत्थरी निकाल्न खै हाम्रो के ल्याउनु भयो यहाँ नजिक आउनु कि हजुर यता बस ए बस के शुभम नजिस्कि के हुन्न के ठ्याक्क निक्लिन्छ पत्थर सबै 5 मिनेट पत्थर निकाल्ने हो कि नै हो निकाल्ने होइन के पर्दैन पखरिन कि पर्दैन माथि गर हात माथि गर हात माथि गर्नु छिटो कसम पर्दैन माथि गर त्यो माथि गए सब्जी चाहिँ पानी खान्छ पानी खान सक्छु हुन्न एक गुट पानी खाँदै गए नजिक गर एक गुट पानी खा पहिला गुड पानी खानु एक गुट पानी खा छिटो पानी खानु शुभम नाटक अन्त प्लिज के खाऊ एक गुट पानी खाने हो के खुबै उल्टो गर्छु कि उल्टो लिएर केटा ए एकचोटि त गर्दै ल मन्त्र गरेर निकाल्ने मन्त्र गरेर निकाल्ने हो कि दाइ यो त तेरो कहाँ भन् कहाँ दुखेछ ल भन्नु कहाँ दुख्यो कहाँनिर भन् के एकचोटि अब हात माथि गर माथि गर के हात माथि गर के ए तेरो कसम केही गर्दैन के ल कसम ल नै दुख्छ कि दुख्दैन माथि गर उठाउनु स्वेटर नहुनु हुन्न दुख्नु पर्दैन
सुइटार उठाएर के कहाँनिर अनि झऱ्यो तेरो पत्थरी भाई साहब कुछ ज्यादा नहीं हो गया ये? कि यत्रो पत्थरी रहेछ ल उभिदा अब उभिदा कस्तो लागिरहेको अब दुख्दैन कि अब दुख्दैन यत्रो 5 mm होइन यो त 15-20 mm को पत्थरी रहेछ 24 mm को हो शुभमको पत्थरी निकालेको खुसीमा फ्रुटी यहाँ फ्रुटीको पैसा त यो साउ भएर त हल्यो खाउने उसले चोरेर दिन्छु भनेको चोरे दिन्छस् नि काउन्टरबाट घरमा अहिले तँलाई तेरो साटो पनि यहाँ देऊ 100 रुपियाँ घर गएर चोरेर दिनुपर्छ है बुझ्छ नि दिन्छस् कि नै चोरमा नै चोरे नि निकाल्देस् चोर्नुमा ल 100 रुपियाँ अन्त कहाँ आउँछ गाइजहरू अङ्कलकोबाट कामबाट आइयो अनि खानासानी भर्खरै आयो यहाँ आएर खाइयो आज अनि आज शुभमको पत्थरी पनि निकालियो रमाइलो भयो अनि अहिले नसोच्ने कि शुभमलाई हामी कुनै जबरजस्ती गरेको रमाइलोको लागि गरेको हो अब जबरजस्ती भन्नाले उसलाई पनि हामीले जबरजस्ती भन्नाले गरेको त कुनै स्क्रिप्ट त होइन नेचुरली नै हो तर उसलाई पनि त्यस्तो लाग्दैन उसले पनि मजाकै सोचेर हो ल आजको लागि यति नै जसले पनि भिडियो इन्डसम्म हेर्ने मलाई मनाइदिएकी थ्याङ्क यू अनि भेट्नेछु हजुरलाई नेक्स्ट ब्लगमा थ्याङ्क्स फर वाचिङ